वेलकम टु माई ब्लग। मैले चाहिँ लगभग 1 वर्षपछि फेरि ब्लग कन्टिन्यू गर्दैछु। मेरो ब्लग चाहिँ आज हामी चाहिँ कंगारू आइल्यान्ड जाँदैछौँ, त्यही भएर मैले ब्लग बनाउँदैछु। हेलो, आफ्नो इन्ट्रोडक्सन दिऊ। हाई एभ्रिवान। ल आज चाहिँ हामी कंगारू आइल्यान्ड जाँदैछौँ, त्यसैले फर्स्ट अफ अल चाहिँ बिन्ताको ब्लगमा सबैलाई स्वागत छ। अनि बिन्ता पनि नेपालदेखि आएको 2-3 महिना भइसकेको थियो, त्यही भएर यिनी कतै घुमेको छैन नि, त्यही भएर आज जाम साउथ अस्ट्रेलियाको एडिलेडमा बस्छौँ हामी चाहिँ। अनि कि साउथ अस्ट्रेलियाको चाहिँ अलिकति अट्र्याक्टिभ ठाउँ भनेकै कंगारू आइल्यान्ड हो, वान अफ द मोस्ट। किनकि म यहाँ अलिकति धेरै बसिसकेको छु, त्यही भएर म एकचोटि गइसकेको छु त्यहाँ, तर पनि यिनी गएको छैन नि, त्यसरी यिनलाई चाहिँ त्यहाँ घुमाउन लगाऊँ भनेर साथीहरू सबै प्लान गरेर जाँदैछौँ। अनि हामी 7 जना जाँदैछौँ। 2टा साथी चाहिँ हामीलाई पिक गर्न आउँदैछन्, अनि त्यहाँदेखि सबैलाई पिक गरेर लिन जाने। अनि त्यस्तै हो। अरू कुरा चाहिँ हाम्रो बिन्ताले भन्छ, के भन्नुहुन्छ? कति एक्साइटेड? केही छैन, हामी चाहिँ अब रेडी भइसक्यौँ, अनि बाहिर पनि निस्किसक्यौँ, सब भइसक्यो सबै कुरा। हामी चाहिँ रेडी भइसक्यौँ, हाम्रो चाहिँ सामान यता छ, लगेजहरू। हेलो हेलो हेलो। अब 2जनासँग चाहिँ भेट भइसक्यो, अनि अरू बाँकी छन् ल्याउन। हेलो बेनिसा। ल हेलो भनिदेऊ न। हेलो हेलो। Glasses from Ray-Ban. Socks from Zara. From Zara. Shoes from Nike. Apple Watch. ओ माई गॉड। अब सबै रिच भएपछि अब के भन्न सकिन्छ र? ओ ल बिन्साको फिट चेक गर। ल कता हिँड्ने कि भयो, नो फिट गर न। त्यसरी गर के? ल सुभाषको लागि मैले सब पुरा प्याक हुँदैछ अब। सुभाषको लागि। ल सुभाष तिमीलाई Thank you. Thank you sir. राम्रो कुरा जस्तो नि। देऊ। यो चाहिँ अदुवा लसुनको पेस्ट हो। फेरि बाटोमा फुट लाग्यो ब्लु लेभल ग्रिन लेभल। यस्तो म चाहिँ यो हस्तान्तरण गर्छु नि त। ल यस्तो कुरा भ्लगमा म देखाउँदैन। यो त झन् राम्रो कुरा हो नि। ताली बास्केट रेन्ज बास्केट त यो अमृत लागि अहिले त्यो भिडियो लाउनु सर भनौँला क्वालिफाई। हेलो मनिस। कता हिँडेको? खै भन न बिन्दाको ब्लगमा कता हिँडेको? थ्याङ्क यू मनिस। कता हो दुर्गेश थापाको? एकछिनै म अमृतलाई गिफ्ट छ, त्यही बस है फ्रेममा। तिम्रो लागि एकदम स्पेशल। ल बधाई छ। थ्याङ्क यू। अर्को सुन्ता पकड। चिन्ता परेर तिमी पनि अनि एउटै फ्रेममा। थ्याङ्क यू दा। ल 2-4 शब्द बोल्देऊ न त, कस्तो लाग्यो? थ्याङ्क यू सो मच। अनि यो पनि सुभाषले ओ के हो पनि ल उका एउटै देहा। बधाई छ। जाऊ अब आऊ। चाहिँ सबैजना भेट भइसक्यौँ। अब हामी यहाँदेखि कंगारू लिमिट उ यता माथि बडा सुरु यताबाट के जाम जामिन। हेलो हेलो बिन्ता। हाय गाइस। कतिको एक्साइटेड छौ त गाइजहरु? आफ्नो एक्साइटमेन्ट देखाउ न यसो। हुन्छ नि हामी चाहिँ अहिले सबैजनालाई पिक गरेर गाडीमा सबजना बसेर सबै सामानहरू प्याक गरेर हामी चाहिँ कंगारू आइल्यान्डतिर लागिसक्यौँ। अहिले चाहिँ हामी हाम्रो सामान बिग्रिन्छ भनेर आइस किन्दैछौँ। सबैको लागि हो। अनि आइस हामी चाहिँ फाइनली फेरीमा चढ्न जाँदैछौँ। अहिले वहीँ गएर बनाउँला के? वाउ, फर्स्ट एक्सपिरियन्स। हट भयो र फोट भयो। छिटो सामसानो क्लिप है। ल भन नि त। हेलो गाइज, हामी जाँदैछौँ यसो घुम्न। अनि
अरू पछि अपडेट दिइराख्नुलाई बेला बेलामा अहिले छोटो बोर्डिङ पास गर्न जाँदैछौँ बोर्डिङ पास लिइसक्यौँ लिएर अब हामी जाने फेरि चाहिँ यही हो पास। ल कहाँ जाँदैछौ? पास लिएर कङ्गारू बोर्डिङ पास यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो नि। म यति धेरै एक्साइटेड छु तर अघि ह्यान्ड भइरहेको अहिले चाहिँ म ब्याक टु नर्मल भइसकेँ। म चाहिँ पहिला कङ्गारू आइल्यान्ड आयो त्यो मलाई थाहा। यिनीहरू चाहिँ मेरो पछि पछि आइरहन्, मेरो पछि पछि हिँडिरहन्। मनिष पनि, सिन्ता बहिनी, दुर्गेशको फ्यान। ल एउटा गीत गाइदेऊ त दुर्गेशको, गीत गाइदेऊ त बहिनी। नाइस बहिनी, ल जाऊ। हाम्रो चाहिँ अब फेरि चाहिँ जाँदैछ कङ्गारू आइल्यान्डको लागि। एभ्री वान एकदम धेरै एक्साइटेड भइरहन्छ सबजना। अनि सायद साउन्ड राम्रोसँग सुनेको छैन होला बिकज अफ द्याट एकदम अब स्टार्ट हुन लाग्यो नि त। अनि त्यही भएर सब एक्साइटेड भएर यस्तरी एकदम सबजनाको उसको र घनश्यामको र सुभाषको चाहिँ यो सेकेन्ड टाइम या थर्ड टाइम होला सायद। अरू सबको फर्स्ट टाइम हो। एकदम सबजना एक्साइटेड भइरहन्। म झन् धेरै एक्साइटेड छु। वाउ, ल सकिन्छ त अब। ल ल फाइनली कङ्गारू आइल्यान्ड इन्ट्री गर्दैछौँ। यो चाहिँ पहिला आएको फेरि हो हाम्रो चाहिँ यो हो। अनि त्यस पछाडि हामी चाहिँ गयौँ, त्यही हो हामी जाने, हाम्रो डेस्टिनेसन त्यही हो। हामी जान्छौँ त्यहाँ एकदम रमाइलो गर्छौँ। अनि त्यस पछाडि म फोटो भिडियो एकदम धेरै धेरै बनाउँछन्, सब हालिदिन्छु। हजुरहरू हेर्दै गर्नु होला। ल कस्तो लागिरह त? हामी फाइनली पुग्यौँ। अनि अमृत खड्का एक्सप्रेस गर आफ्नो फिलिङ। म नि यस्तै एक्साइटेड छु। तिम्रो नि फर्स्ट टाइम है? ल है ल, यहाँ अब केटी मान्छे भएपछि त अब हल्का हल्का टिकटक बनाउनै पर्यो। अब यहाँ टिकटक चलिरह केही छैन, यस्तै हो। अनि हेलो मनिष, कतिको एक्साइटेड छौ त? हामी के आइजाँदैछौँ, हामी पुग्नै लाग्यौँ। क्रुज रहेछ। मैले अघि चाहिँ यसलाई फेरि भनेको छु। ल इन्जोय गरिरहेछौ? ल हामी हाम्रो फाइनल डेस्टिनेसन है। हामी अब त्यहाँ गएर यति रमाइलो गर्छौँ, यति रमाइलो गर्छौँ, सब म भिडियोमा देखाउँछु। है हामी चाहिँ चटपटे खाँदैछौँ यहाँ कङ्गारू आइल्यान्ड आएर। सबजनालाई भोक लाग्यो, त्यही भएर हाम्रो चटपटे नेपाली भइसक्यो त। नेपाली पनि झल्काउनै पर्यो। अनि त्यस पछाडि हाम्रो चटपटे स्पेसल चटपटेको उसले चाहिँ खतरा बनाउँछ, तर यो चाहिँ गराएन। आई थिङ्क भोक बवाल हो हाम्रो। त्यो नि हो। देख्दै मिठो मिठो। हाम्रो ट्रिप एकदम रमाइलो रमाइलो भइरहेछ। चटपटे सटपटे खाएर प्रोस्पेक्ट हिलमा आइपुग्यौँ। यहाँदेखि लास्ट राम्रो भ्यू आउँछ। चाहिँ मैले टिकटकमा पनि देखेको थिएँ। ल है सबजना पुरा एक्साइटेड हुँदै माथि भ्यू टावर चढ्दैछौँ। ल हेलो गाइज, हामी कहाँ जाँदैछौँ? सुभाष भन त तिमी। हामी अहिले साउथ अस्ट्रेलियाको कङ्गारू आइल्यान्ड एउटा सानो टापुमा आएका छौँ। र टापु चाहिँ हामी फेरि चढेर आयौँ। र फेरि चढेर आएर भरे पनि यस्तो चटपट खाएर अहिले चाहिँ धेरै एकदमै नजिक पेरिसबाट नजिकै रहेको एउटा प्रोस्पेक्ट हिल लुकआउटमा आएका छौँ होइन। कति मान्छेहरूले हिल लगाएर आउनु भएको छ। हाम्रो अब श्रीमतीले होइन
यति भनेपछि नेप्चिपको सरल गुरुङ पनि फ्लप सही हो जानु हाम्रो प्यारी बहिनी सुन्दा दुर्गेशको नम्बर 1 फ्यान म आउँदैछु त लास्टमा ल मेरो प्यारी बुढी सेतो रोज राखेको छिन् साइडमा काँधमा खुसी भएको छिन् अघि प्यानाडोल खाएर त्यो गाडी छ त्यो गाडी त्यहाँ हाम्रो गाडी त्यहाँ राखेर यति धेरै हिँड्दै यस्तो पहाड चढेर हामी आयौँ यो भ्यू हेर्न एकदम ओर्सित नै रहेछ यस्तो निलो देखेर वाउ ओके म भ्यू देखाउँछु वाउ 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 छ यति राम्रो तिमीलाई कस्तो लाग्यो तर यति धेरै उकालो चढेर आएको चाहिँ ओर्सित रहेछ एकदम म नि नेपालमा हुने बेला पुरै हेरेको थिएँ कि यहाँ आउँछु भनेर नयाँ मैले हेरेको थिएँ तिमी पहिला सुरुमा काम गर्न आएको बेला यस्तो राम्रो थियो यस्तो राम्रो है यो चाहिँ हो क्या यही हो कङ्गारू आइल्यान्ड गाइस हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसनमा आइसक्यौँ ठाउँमा चाहिँ अघि आइसकेको थियौँ कङ्गारू आइल्यान्ड अहिले चाहिँ हामी बस्ने घरमा आइसक्यौँ हजुरहरूलाई देखाएँ हामी बस्ने घर यस्तो छ यहाँको चाहिँ राम्रै छ भ्यू अलि अगाडितिर बिच छ तर अहिले चाहिँ देखेको छैन त्यसको भन्दा अलि उतातिर यो चाहिँ हामी बस्ने घर राम्रै छ हामी चाहिँ यो गाडीमा आएको राम्रै छ त हामी बसेको घरभित्रदेखि चाहिँ वाउ कस्तो राम्रो बेड चाहिँ हामी चाहिँ 7जना सबैजना आइसक्यौँ अनि अहिले चाहिँ घरभित्र छौँ अनि खाना बनाउन लाग्छौँ सबजना केटाहरू मेरो खाना बनाइरहेछन् हामी चाहिँ यत्तिकै चिल केटी मान्छे अर्को रुममा छन् म चाहिँ यहाँ छु एकदम रमाइलो भएको छ तर मेरो फेसहरू एकदम एडजस्ट भएको एकदम मलाई त गाडीमा खासमा 2 घन्टा 3 घन्टाको ट्राभल थियो 3-4 घन्टाको ट्राभल थियो तर एकदम धेरै नै भएको जस्तो भयो म एकदम धेरै एक्साइटेड भएर रातभरि नसुतेर राम्रोसँग निद्रा नपुगेर अनि यस्तो हालत भएको छ अब रेस्ट गर्ने अनि खाना खाने एकछिन घुम्न जाने अनि आएर रेस्ट गर्ने अनि भोलिबाट फ्रेस हुँदै भिडियो यस्तो सजिलो कहाँ हुन्छ हाम्रोमा हुन्छ सबजना केटाहरू मिलेर खाना बनाइरहेछन् केटीहरू चाहिँ यस्तो मस्त रेस्ट गर्ने हो अनि यस्तो खाना बनाइरहनु के पाकिरह यो चिकन अनि यहाँ पोक सेफ आर्यन अनि त्यस पछाडि मेन सेफ चाहिँ यहाँ छन् के अरे सुभाष मनिष दन हेड है पाकिरह मस्त एकदम देख्दै खाम जस्तो छ वाउ पछि खाना खायो अब चाहिँ हामी बिच घुम्न आएको सबजनालाई जाडो भएर यस्तो हालत सबजनाको एकदम धेरै हामी